कौन है वो कौन है वो आज चाहिँ हाम्रो पहिलो दिन कसले स्टार्ट गर्ने यहाँ नमस्कार सबैजनामा म चाहिँ यहाँ छु अनि आज चाहिँ हाम्रो दिन चाहिँ कसरी सुरुवात भयो भने हामी बिहान 5 बजे उठ्यौँ र 5 बजे उठेर हाम्रो सदा चाहिँ कामहरू गरेर अहिले चाहिँ दिनको 1 बज्नु लाग्यो हामी चाहिँ अहिले जाँदैछौँ एकमात्र हाम्रो उता पेट्रोफिला माउन्टेन देयर इज अ वाटरफल एन्ड वी गना चुप लाग्यो यता देखाऊ अब म हिँड्दैछु पछाडिदेखि देख्न सक्नुहुन्छ हजुरहरूले र हामी चाहिँ तपाईँहरूलाई बिस्तारै देखाउँदै लानेछौँ र अहिलेको लागि चाहिँ नो क्याब पिरियड लामो होइन देखाउँदै लानेछौँ र यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ कोदो भन्छ मिलेट्स अनि अब अहिले चाहिँ असारको समय सबै खेतीपाती र हुन्छ नि अब कुनै अब हाम्रो हुन्छ नि के खाद्यान्नहरू त हार्भेस्ट गर्ने बेला भएको छ जस्तै मकैहरू चाहिँ हार्भेस्टिङ टाइम हो र अहिले चाहिँ अब प्याडी चाहिँ हामीले अब लगाउँछौँ धानहरू र यसै क्रममा हजुरहरूलाई यसरी नै म विभिन्न चिजहरू देखाउँदै डिटेल्समा भनेर हजुरहरूलाई कोदो चाहिँ नटेको होला माइक कसकोमा कनेक्ट छ त्यो कुरा चाहिँ अब साथीलाई थाहा नभएको हो कि के हो होइन उहाँ चाहिँ आफै बोल्दै जाँदै हुनुहुन्छ त्यही पनि केही छैन अहिले अब दिन एकदमै घमाइलो घाम लगभग 23 to 25 देखि माथि त छैन होला वेदर 25-26 almost around there and so this is the way from where we're gonna reach that place which I was talking about and then that place is really amazing place. In our childhood we used to go there and we used to take a sun bath. We used to bath के भन्ने अब के हो मुख लटपटी हैन अब हजुरहरूलाई एउटा चीज देखाउँछु जुन चीज चाहिँ सायद यो देशमा सायद अरु जिल्लाहरुमा अरु ठाउँमा छैन होला अब यो चाहिँ रहेको छ हाम्रो यो चाहिँ भनिन्छ शिवको आफ्नै आँसु हो जब शिव स्टिल भए तब बस आँसुको बुन्दहरू मात्र उसको एउटा संकेत थियो कि ऊ जिन्दा छ भन्ने र त्यसै आँसुको बुन्दबाट बनेको थियो रुद्राक्ष त यही पवित्र रुद्राक्षको पेड यहाँ रहेको छ रुख यहाँ रहेको छ सरी भरिन्दी अनि यो चाहिँ मानिसहरूले लगाउने गर्दछन् यो चाहिँ नेपालको मेन जिल्लाहरू सङ्खुवासभा र भोजपुरमा मात्र पाइने गरिन्छ र यसको विभिन्न सरी फर हिन्दी 2 मिनट अब यसको चाहिँ विभिन्न आध्यात्मिक बेनिफिट्सहरू र आध्यात्मिक उद्देश्यहरूका लागि पनि पहनिन्छ चाहिँ नभनौँ म लगाइन्छ र यसको अरू पनि सायद मेडिसिनल केही पर्पजले पनि प्रयोग गरिन्छ र यसको चाहिँ अब कुनै स्पेसिफिक certain medical benefits I'm not yet informed अच्छी जोस् मलाई थाहा छैन अहिले तर पनि अनि यो चाहिँ जोस् यो दाना भनिन्छ रुद्राक्ष भनिन्छ र यसको चाहिँ अब तपाईहरुले गुगलमा सर्च गरेर हेर्नु होला नमस्कार यो चाहिँ रहेको छ एउटा कमलगेडी हो कमलगेडी यसलाई कमलगेडी भनिन्छ र यसको चाहिँ कस्तो हुनुहुन्छ भने फ्रुट चाहिँ जरामा फुलेको हुन्छ अनि यसको चाहिँ दानै दाना हुन्छ के अनि यो चाहिँ हामीले उहिले 25 वर्षको हुँदाखेरि जब हामीलाई प्यास लाग्छ नि अत्यधिक प्यास लाग्ने क्या हामीलाई प्यास लाग्दाखेरि चाहिँ हामीले यसलाई खाएर आफ्नो प्यासहरू बुझाउने गर्थ्यौँ र यसको चाहिँ विभिन्न हुन्छ नि एउटा जडी आयुर्वेदमा यसलाई के भनिन्छ थाहा छ मुलनकडी पनि भनिन्छ यसलाई
तपाईँहरूले मैले जे कुराहरू भनिरहेको छु नि त्यो कुरा एकदम माइन्डमा राख्नुहोस् है यो चाहिँ फेरि तपाईँले कहीँ यस्तो जानकारीहरू चाहिँ है ल यस्तै जानकारीको लागि चाहिँ हामीसँग एकदम टिकिराख्नु होला है पुग्न लाग्यौँ यो रहेको छ माउन्ट प्लाटेक्यु जुन मैले अघि नै तपाईँहरूलाई भनेको छु अनि यो चाहिँ माउन्ट प्लाटेक्युको एउटा लास्ट हो अब यो सानो हिलदेखि चाहिँ हामी माउन्ट प्लाटेक्यु देख्न सक्छौँ र त्यहाँ रहेको विभिन्न प्राकृतिक दृश्यहरू जहाँ छन् चहरा खोला नदी तमर तरुण सबै चिज यसै क्रममा हजुरहरूलाई म के भन्न चाहन्छु भने जुन मैले भनिहालेँ यो त माउन्ट प्लाटेक्यु हो भनेर अनि म के भन्नु अब के भन्नु उहाँले खिच्दै नै हुनुहुन्छ अब मैले के बोलेकै छैन क्या फेरि बोल्नु पर्ने अरे बोलेकै छैन हुन त सास पनि बढिरहेछ र अब चाहिँ हामी नजिक नै आइसकेका छौँ र हजुरहरूलाई म देखाउन एकदम एक्साइटेड छु क्या एकदम एक्साइटेड छु यहाँ पनि देख्न सक्नुहुन्छ वाटर ड्रप्सहरू चाहिँ माथिबाट गिरिरहेका छन् झाटा के भन्छ तर्सिरहेको क्या पानीको बुन्दहरू गिरिरहेको छ यो चाहिँ अब हजुरहरूलाई कसरी म एक्सप्लेन गर्नु के मलाई पनि एक्सप्लेन गर्नु खासै आउँदैन होइन र यो चाहिँ माथि जुन हुन्छ नि जब पानीहरू पर्छ होइन या त के हुन्छ होइन पानीहरू परेपछि सबै यो बिरुवाहरूले प्लान्टहरूले घाँस पतिङ्गरहरूले चाहिँ पतिङ्गर त होइन यो पानीलाई चाहिँ अब्जर्भ गरेर राख्छ अनि यसरी बिस्तारै हुन्छ नि वाटर ड्रप्स वाटरफलको रूपमा चाहिँ यसरी झर्छ त यही नै साइन्स हो बिहाइन्ड दिस इज द साइन्स बिहाइन्ड अफ प्लान्टिङ ट्रिज इन द हिल्स लाइक दिस यहाँ प्लान्ट अब रुख रोपौँ भन्नुको मेन उद्देश्य भनेको पनि त्यही हो नि त रुख रोपेपछि न अब यहाँको माटोहरू दह्रो हुन्छ यहाँको पानीहरू यसरी सुरक्षित हुन्छ सही सिजनमा वाटरफल्सहरू देखिन्छन् अब यहाँ रुख बिरुवा छैन नहुनु भए जस्तै पहिलाको जति त छैन यहाँ रुख बिरुवाहरू अब यो पनि अब युएनओ 2028को एन अनुसार अब यो माउन्ट प्लाटेक्युले चाहिँ एउटा नेसनल के भन्छ रिजर्भ एरिया जस्तो गरेर चाहिँ हामीले संरक्षण गर्ने एउटा संस्था पनि बनाएको छौँ जुन संस्थाको नाम चाहिँ हो यस्तो हुन्छ अब यसलाई संस्थाहरू त्यही हो होइन साथसाथै कति मान्छेहरूले त यो देख्दाखेरि होइन यो देख्दाखेरि पनि उनीहरूले के भन्छ त्यो कुरामा ध्यान नदिनुहोस् यो गोबर हो यो गोबरमाथि के फल्नु सक्छ धेरै चिजहरू फल्नु सक्छ बुझ्नु कुरा मैले भन्नु अलिक अल्छी लाग्यो अनि सामु कोही भने छोडिदिएँ यो त अर्काको नाम पो रहेछ म त के उता पहिलाको अब राणाकालको नामहरू हो कि भनेर मैले चाहिँ पढ्नु खोजेको थिएँ तर देखिहाल्नु भयो होला तपाईँहरूले त्यो सानो झरना अब यो झरना हेर्नुहोस् माथि कुनै न वाटर सोर्स छ न कुनै यो सब पहाड हो यो पहाडदेखि झर्छ यो झरना यसको कुनै एउटा सानो एउटा के भन्छ एउटा स्पेसिफिक जग्गामा कुनै सोर्स छैन यो चाहिँ यसरी सबै ठाउँबाट हुन्छ नि जम्मा भएको पानीहरू चाहिँ यसरी एकसाथ झर्दाखेरि चाहिँ यो झरना चाहिँ हेर्नुहोस् कति मजाले 24 आवर्स होइन एभ्री सेकेन्ड एभ्री मिनट भनेर उल्टो भने मैले त्यो झरिरहेको छ अब यहाँ हामी गएर यो पानीको स्पर्श लिनेछौँ र यो पानीको स्पर्शको साथसाथै यो गर्मी चाहिँ हाम्रो शरीरदेखि दूर भाग्नेछ र हेर्नुहोस् पानी कति इम्पोर्टेन्ट छ मान्छेमा 75% अफ आवर बडी इज वाटर होइन यो कुरा त हजुरहरूलाई पनि सबैलाई अवगतै होला
डाँडाका एउटा गीत गाउँछु होइन डाँडा काँडा हरियाली यहाँ आँगनैभरि लाली गुराँस साँप चमेली फुल्छन् थरीथरी खोला नाला झरनाको मिठो सुसेली आइरहन्छ यो मनमा झलझली आइरहन्छ यो मनमा झलझली यस सर हाम्रो कान्छो भाइ चाहिँ अब यहाँबाट चढ्छु भन्छ उकालो के उहाँले देखाउनुहुन्छ त चढेर यो भिरबाट उकालो चढेर उहाँले के सम्भव गर्न सक्नुहुन्छ त यो होइन त हजुर के छ कतिको चाहिँ नर्भसनेस छ हजुरमा भनिहाल्नुहोस् नट एट अल भन्दै हुनुहुन्छ ठिकै छ यो गाउँको ठिटोमा कान्छा मेरो नाम आउँदै जाँदै गर्नु है सबलाई राम राम छ्याट ए छिटो न जाठलले गर्नु छिटो यस्तो घाम छ मा कसम कुदो फिलिली हो के कुदा भनेको हिँड्नु जल्दी गरिए बी केयरफुल गाई ख्याल गर्नु होला है ख्याल गर्नु होला ख्याल झऱ्यो भने चाहिँ अलिकति पुरै दुर्घटना अलिकति मतलब इन्जुरी भयो दाट भयो जाँड एक्लै रमाइलो गर्न थाल्यो अब त्यहाँ गएर मलाई जाने चाहिँ ठुलो रहर थियो है तर के गर्नु कट्टै ल्याउनु बिर्सेछु उहाँको फेरि अब सुरु हुन्छ यो के भयो So this is what mountain Adiki is, right? About we have waterfalls, we have jungle safari. If you want to do rock climbing, very possible for that. And उहाँले चाहिँ धारा बनाउँदै हुन्छ भनेर चाहिँ मलाई चाहिँ अर्डर दिँदै हुन्छ मतलब धारा बनाउँदैछु भनेर भन्नुहोस् त्यहाँ भनेर चाहिँ मलाई भन्दै हुनुहुन्छ उहाँलाई तपाईँलाई फेरि जानकारी गराउनु चाहे मास्काला ओइ जहाँ यत्रो ढुङ्गा झारेर झन्नै माएको छ र मैले के भन्दै थिएँ भन्दाखेरि चाहिँ इट्स फुल अफ एडभेन्चर माउन्ट एडकी अबाउट लभ डेस्टिनी and about so many things, beautiful things that you'll know, when you explore. Okay. Sabula. भयो उहाँलाई चाहिँ मैले बोलाएँ फिर्ता है अब के थाहा होइन जे हुन्छ जति बेला अब यो एक्सिडेन्ट भन्ने कुरा चाहिँ होइन इट्स भेरी अनप्रेडिक्टेबल so decide and tell anything anytime ada teman saya yang tahu abi dong situ
भाइमा चाहिँ अब फेरि कतादेखि हामीले त्यो बटु के अरे बटुवा दाल देखिन्छ So how was your experience? It was really amazing experience I had here, and I want to say thank you God for this beautiful creation. Thank you Creator, thank you whoever has contributed for this waterfall. So यो आफूले बनाएको धारामा आफै स्नान गर्ने हुन्छ हो यहाँ है what a complete story huh? Love story So Dhara and Jalan. Okay. कौन है वो कहाँ से वो आया चारों दिशाओं में तेजा सा वो छाया उसकी भुजाएं बदले कथाएं भागीरथी तेरी तरफ शिव जी चले देख जरा ये विचित्र माया रातै भयो त के भयो रातै भयो शिव कैला होला सोचिरहेछ तेरे कैलाशों का अंत न पाया अंत बेअंत तेरी माया ओ भोले बाबा अंत बेअंत तेरी माया शिव कैलाशों के वासी दलीदारों के राजा शंकर संकट हरना शंकर संकट हरना शिव शंभो चाहिँ हामी एटिक के अरे एटिक के अरे नाम प्लाटकी धर्नबाट चाहिँ माउन्टेनबाट चाहिँ हामी हिँडेको है तर केटाले कट्टी चाहिँ बेसी हो सिमला मिस्टर